रातो पनि पहेँलो पनि चाहियो हो रातो एउटा पहेँलो यता लिएर आऊ यता कति राम्रा पकाएका रोटी भोक लागे खाउँदा एकचोटि क्यामेरासँग मात्र साथी भएर हालिदिनु है बाबु हेर्न पर्ला अब हजुरले आँसुका धारा बगेको मैले हेर्न नछोइन गणेश बटारेर लैसक्यो वरिपरि पर्नै नपाए नि दाबी गर्छु अब माइजले पिठो डढाउनु आउनु होइन लाउनु सबैजना यस्तो गर हैन अगाडि ए के गर्ने तिमी पढिदिनु छिटो छिटो मोटो के रङ पुगेन भने लिन पठाइदिने अङ्कल एउटा फोटो हुन्छ पहिला देउतला काँचो आलु र बोडी पकाउने के गर्छ हजुर दिनुपर्छ मामालाई फेरि ल कान्छीको मनन्तै साट्यो कि नाताले गर्छु पर सर्छु मनन्तै साट्यो कि मलाई उल्लु बनाएर धोका दिन आट्यो कि अझै हिसाब मिलाउँछ कि कता भई
हजुर बाय सानी बाय बाय